वेलकम टु माई युट्युब च्यानल गाइजहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने ल मेरो दाइहरू चाहिँ सबैजना सन्चै हुनुहुन्छ होला नि ल हामी चाहिँ भनिपुरको भाइरल पुलमा छु अब चाहिँ हामी बिहान हामीले ढलानमा पाइप हालेको थियो अब हामी ढलान हेर्न जाँदैछौँ है ल यसो जमजम ल माघे सङ्क्रान्ति नि आउनु लाग्यो अब बाइक लाँदैछु बहिनी ल ल ड्राइभर राम्रोसँगै ड्राइभरजी राम्रोसँगै ड्राइभरजी तिनजना जाँदैछु ड्राइभर क्यामेरा देख्छ अनार चोकेर हेलो 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 बिरालो बाटो बिरालो बाटो काटेपट्टि जाँदैन कि हामी बाटो काटे हान्यो बिरालो धन्ने पो घरतिर हान्न लाग्यो क्या हो घरतिर हान्छ बाटो देखेन अलिक राम्रो बाटोमा बरु बिरालो हान्छ घर हान्न ल अब एक्सप्रेस हामीले बिहान पाइप हालेको घरमा आइपुग्नु लाग्यो ओ सागर कहाँ गएर ढलान सुरु हो कि भ्याउन ला हो भ्याउन ला होला अब केशव दाइले मागिहाल्छ मासु होइन केशव दाइ यता साइडमा यहाँ साइडमा यो साइडमा रोक्नु साइडमा रोक्नु हो तिनजना मान्छे पर्लाई ल यता ढलान हुँदैछ ढलान सकिन लाग्यो क्या हो लाग्दै रहेछ मासु अब यहाँ चाहिँ ढलान लगभग आधी अलि बढी भइसक्यो तपाईँ भाइहरू सबै गाउँकै हो कतिको गर्मी हुन्छ टाढोमा हेलो के छ दाइहरू ल यता ढलानको मासु पाक्दैछ ल मासु खाने भए आउनु होला गाइजहरू हजुर हामी लिएर मासुतिर जानु लाग्यो भयो धेरै भयो कति भयो भाउजूले लास्ट टाइम माया गर्नुहुन्छ हामीलाई भयो के छ दाइ
कसले खानु त्यत्रो ल धेरै धेरै धन्यवाद भाउजूलाई देखाइदिनु त कति छ र अब हामी चाहिँ सानोतिनो पिकनिक खान जान लाग्छु अब कहाँ हुन्छ हेर्दै जानु होला ल यता चाहिँ ढलान हुँदैछ धमाधम ल अब हामी ल चढ्नु तपाईँ पहिला चढिहाल्नु ल म चढेँ है चलो 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 गाइजहरू चलो चलो यो घर कस्तो टल्क्यायो है भोलिपर्सि बर्खामा फेरि टल्किहाल्छ नि कालोले भएर के छ दाले उति सिधै बाटो थाहा त्यो सानो बाटो हिँड्नु मान्छे हिँड्दा रहेछ यहाँ हिँडेन जान्मीले हेर सिधै हिँड्नु मान्छे छ कि पर्दैन मान्छे छ साउने घर कुन हो भने देखाइदिनु भन्नु होइन ट्याक्कै यो बाइक रोक्या अगाडि हो क्या यही पसल भएको अरे पसल भएको आफ्नै घर हो र होइन यही पसल भएको हो कि बोतल लानुपर्छ क्या पर्दैन के गर्ने रे बोतल लाने क्या बोतल बोतल यो धारा त्यहीँ छ त यार मैले त त्यो चिसोको बोतलमा पानी ल्याउने भन्ने गरेको त्यसै भन्नु भने क्या बिर्सेछ यही ठाउँ घाम गइसक्यो होला त्यहीँ जाऊँ त्यहीँ जाऊ नि हिजो ठाउँमा जान्छ नि ल पार्कतिरको मान्छेहरू जान्ला बसमा नि यस्तै प्याक यार जम 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 सानो गाडीमा नि यस्तै प्याक हुँदैन आउँछ कुरो मात्रै यार के शब्द आहा भनेर सुन्दैन बुझ्दैन मात्रै हुन्छ ल 900 को स्पिडमा हाल्नु त कतिको स्पिडमा 900 यो भित्तामाथि जान्छ फेरि यो रुखको टुप्पोमा ट्याक्कै हिजोको ठाउँमा त शीतल भएछ यार यहीँ रोक्नु यहीँ 17 किलोमिटर हात्ते झाप मङ्सुसे यो हामी चाहिँ पिकनिक खाने ठाउँमा आइपुगेछ आज चाहिँ हाम्रो सानोतिनो पिकनिक छ है दाजुहरू ल ल अब ड्राई पिकनिक ल भण्डारा 2 किलोमिटर भण्डारा 2 किलोमिटर गाडी नै आयो है ल पार्कतिर चाहिँ यसरी यात्रा गर्छ आम्मामा कस्तो जोखिम छ त हेर कहाँ जानु भा ल हाम्रो केशव दाइ कान्छ्यामला रे विजिट गरे होइन त्यो त भएकै कुरो मान्छेलाई जिन्दगीमा आउने कुरै हो त्यसमा कुनै नराम्रो कुनै कुरो नै होइन नि रोक्न जानु भएको हामी त ल ओ 3 जनामा 6वटा दिएछ तपाईँ कहाँ जानु तपाईँ निकै टाइम लाग्यो कहाँ जानु भा यो त नेवारको बाट ल्याए के कुन नेवार खरे पुग्दैन त वहाँ पुगे किन पुग्नु भयो वहाँ त्यहाँ राम्रो नि ल हेर 30 रुपियाँको प्लास्टिक प्लेट किन्नलाई वहाँ 50 रुपियाँको केला एकैचोटि यो राख्नु न यार प्लेट केला त्यो है बाँदर साँदर मुसा आउँछ कि दिनलाई
घर लग्यो नि भइहाल्यो नि केशव दाइ काम लाग्छ नि होइन झन्डाम दाइ ल मान्छे हाम्रो भण्डारा चाहिँ 2 किलोमिटर छ अझै भनिदिन्छु यता तर हाल्नु यता हेर्नु त सबैले लाइक गर्नु लाइक ल मासु नै हालेछ के सुरु गरे मासु नखाने रे नि त व्रत रे हो तर सही बनाउनु भएको भाउजू यहाँ है ड्राई पिकनिक यही हो त ड्राई पिकनिक भयो आज हामीलाई चम्चा त खोइ त झोल चम्चा ल्याएको छ यार हातले खाने यार ओ झोल झोल चिउरा त राम्रो हुन्छ क्या हात झोल के राख्नु मैले चम्चा लिएर झलाउने ल भजा झोल कसरी हाल्ने त्यसले मैले धेर नहाल्नु नि दाइ झोल थोरै भयो अहिले पुगेन भने माग्नु बरु सुरु भयो दाइ प्याज त्यहीँ छ नि प्याज यहाँ छ खुर्सानी खानुहुन्छ त्यसो दाइ दाइले त हात धोएर आउनु भयो मैले त हात धोएर छैन यताबाट गाडी नै आउँदैछ ल गाइजर मैले सुरु गरेँ है यो चाहिँ कुखुराको मासु मिठो छ भाउजू सही बनाउनुहुन्छ क्या बस पनि आउँदैछ है बस पनि कस्तो छ त मासु अहिले आउनु त पऱ्यो हुन्छ है मान्छेहरू क्या सही छ माडीबाट आउनुहुन्छ नि गाडी दाइ मलाई यहाँ खुर्सानी हालिदिन्छ यहाँबाट प्याज पनि ल खानुहुन्छ यो रोड त बिजी रोड रहेछ यार एकैछिनमै कति मान्छे हिँड्ने हो तिनजना मान्छेहरू आएपछि है बाइकमा अझै सुन भाइ बिस्तारै खाऊँ नि त्यसरी प्लेटमा सानोतिनो पिकनिक चाहिँ रमाइलो हुने है विभिन्न उता पार्टीमा रमाइलो र हामी यता छुट्टै पार्टी दुइटा धरेपछि राम्रो भयो है एकैछिनमा गाडी आउँछ यहाँ एकदम बिजी रोड रहेछ ल हाम्रो पिकनिक पनि सकियो होइन त शान्तिनी पिकनिक
सत्यको अवस्था कस्तो भयो त नि हाम्रो आजको पिकनिक तपाईँहरूलाई कस्तो लाग्यो त एकदम राम्रो लाग्यो होस् यहाँ पानीको व्यवस्था चाहिँ राम्रो रहेछ है धन त यता आउनु त यहाँ पुरै बिहान बिहान आएर जिम गर्ने ठाउँ छ यहाँबाट अलि छेकिँदो रहेछ यताबाट चाहिँ ट्याक्क देखिँदो रहेछ ल है तपाईँहरूले देखाउँछु है म छ त यहाँ कि जिम गर्ने ठाउँ जाने हो जाउँ न त जाने भाइ के छ दाले सोध्नु त ल हामी चाहिँ यसो जिम गर्ने ठाउँमा हेर्न जानु लाग्यो होइन कस्तो रहेछ ठाउँ गाह्रो छ चिप्लिन्छ नि फेरि हेर्नु दाइ एकदम ओइ ल आउनु नि त छिटो ल कसरी झर्दो रहेछ हेरौँ न ल लड्ला है बिस्तारै ल यहाँबाट चाहिँ नाग्द भन्छ कि माथि नुहाउने ठाउँलाई चाहिँ गहिरो छ जे होस् त्यहाँ पनि नुहाउनु चाहिँ रमाइलो हुन्छ माछा छ कि छैन माछा छ के छ त माछा के होला र मान्छेहरू सबै करेन्ट लगाएर बाटो कताबाट रहेछ बाटो यहाँबाट छ नि के छ भाइ किन माथिबाट जानुभयो पानी छैन त्यहाँ माछा त एउटा देखिन्थ्यो यार ल है गाजीहरू झन् त मलाई तान्नु त झन्डै झारे मलाई बाटो छ र यता भने बाटो जस्तै लाएर वन बने आँखा है गाईहरू ल आउँला अब ए हामी के भइरह त्यो राम्रो बाटो रहेछ ल भगवान् बुद्ध भगवान् र शिव भगवान्को मूर्ति रहेछ यहाँ ल नि त जान्नौँ दाइ यसमा चढ्नु त यसमा ल यसमा के गर्ने हो त्यो खोइ त्यसमा होइन यसमा चाहिँ राम्रो हुन्छ यसमा गर्नु त ल गर्नु न यहाँ मपट्टि फर्केर त्यही त नि मपट्टि फर्किनु न मपट्टि ल है अहिले खाएको निक्ले ल भयो अब भयो त्यहाँ भयो यहाँ चाहिँ के हो यो चाहिँ यस्तरी हल्टाउने हो यस्तो रहेछ है यो चाहिँ के हो यो साइक्लिङ हो यो ए साइक्लिङ रहेछ यो ल साइकल रहेछ ल साइकल ल साइकल कुदाउनु त एकैछिनमा आइपुग्छ भण्डारा अहिले पहिला कस्तो राम्रो बाटो होइन अहिले त्यहाँबाट बाघ आउला नि छिटाउन
आउनु छिटो कहाँ घाँस गाडी गाडी जानुभयो हाम्रो केशव दाइ उहाँ हुनुहुन्छ है उहाँ कता खोइ उहाँ झाडीबाट राम्रो रहेछ ठाउँ चाहिँ जे होस् राम्रो छ गाडी चलाउन सिक्नेलाई त्यहाँ रहेछ नि ह्यान्डल सही सबै सिकिन्छ दौडिनलाई चाहिँ यहाँ ठिक गाइज यहाँ त जिम गर्ने ठाउँ रहेछ म पनि चढ्छु एकजनाले पो हो त चढ्नु ल चढ्नु ट्राई गरौँ न ल दुईजना ल दुईजना है दुईजना सही भएको छ ल ल है ल दौरो ताल गर्नुपर्छ है ल ब्यालेन्स मिलेन राम्रोसँग यही त हो नि मिलेको ल ल ल फुस्किँदैन 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 के यस्तै हो कि यो फुस्की कहाँ जाने हो र यहीँ जाने होइन र ल तपाईँ एक्लै गर्नु फुस्किँदैन फुस्किँदैन ल अर्को ठाउँ ल अर्को अर्को पनि खेल ल फित्ता जाला फेरि ल यहाँ गाडी चलाउँछु म गाडी मुखमा भक्कै लाग्ला फेरि राम्रोसँग अब के चलाउने यो अर्को 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 ल के हो यो यस्तो रहेछ पुरै गऱ्यो भने त्यो छाती पनि लाग्ने रहेछ केशव दाइ पुरै गऱ्यो भने त्यो छाती पनि लाग्ने रहेछ लाग्छ ए यस्तो रहेछ के सेटअप गर्ने ठाउँ पनि रहेछ रहेछ त्यो सेटअप कतिचोटि गर्न सक्छ ल दा यो चाहिँ के रहेछ ल ए यस्तो रहेछ सेटअप गर्ने ठाउँ पनि रहेछ ओइ काइताको रहेछ यार यहाँ त दामी ठाउँ रहेछ यो चौकी डाँडाको चाहिँ थोरै चौकी डाँडाबाट माथि कुनामा पुलको थोरै माथि चाहिँ यस्तो छ एक्सर्साइज गर्ने ठाउँहरू एक्सर्साइज गर्नु भइरहेछ दाइले ल एकदम ओके राम्रो छ ल जानु तपाईँको पालो मेरो पालो त कहाँ यो कसरी छ नि यो त्यो त छैन त्यो झुन्डिन मात्र हो यसो झुन्डिन के हो माथि यार त्यो पनि तपाईँ उदेशमा जानु न उता अघि त्यहाँ झनराम दाइ तपाईँ त्यहाँ झनराम दाइसँग जानु त तपाईँ त्यसमा दुईजना राम्रो लाग्दैन सिङ्गल राम्रो हुन्छ त्यसमा हाइट त धेरै हाइटवाला मान्छेलाई हुने रहेछ यार नसक्ने उदेशमा झुन्डिनु उदेशमा त्यसमा माथिबाट चढेर झुन्डिनु त फेरि भर्खर खानु भएको भयो छोडिदिनु दाइ हो त्यसरी चढेर त्यसरी झुन्डिनु रहेछ क्या त्यहाँबाट झुन्डिँदै झुन्डिँदै जाने रहेछ क्या हो नि त त्यत्रो मासु खायो नि यो त बेर हाले है ल 1 2 3 ल कलेजी छ है कलेजी छ उचाल्ने भने हो खोइ मेसै मिलेन दुईजनाको उचाल्ने भने हो धनराम दाइले त हातले यस्तो सिधा मात्र गर्नुभयो ठिक छ भयो भइहाल्यो नि त यति भयो कस्तो दौडा हो बाइक त ठिक छ ल छोस्यौँ त त्यो ठाउँमा पनि माछा होला र यहाँ माछा छ र यहाँ ऊ रहेछ एउटा फुत्त निक्लेर गयो यहाँ सित्रा माछा ऊ रहेछ यार माछा यार ऊ त्यता दौड्यो हजुर फकेटा छ कहाँ देखेँ भयो रहेछ माछा अलिअलि
जम 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 गाइस घर अब घरतिर जम होला गाइसहरू जम 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 200 रुपियाँ किलो थियो क्या सानो पिकनिक खाएर पार्क पनि घुम्यो होइन फुल्ली एक्सर्साइज पनि गऱ्यो खाएर अनि एक्सर्साइज गरेर हुन्छ बिहान बेलुका एक्सर्साइज गर्ने खाएर एक्सर्साइज गरेर त लो थाक्यो ल लागौँ फर्काउनु त फर्काउनु अनि हामी बसौँला यसलाई चाहिँ अलिक पर फ्याँकौँ नि यहाँ ल खाएपछि यस्तो व्यवस्थित ठाउँमा फ्याल्नु पऱ्यो नि त होइन मासु त फ्याल्छ मासु त फ्यालिहाल्यो नि पेटमा ल लागौँ त्यसो त लागौँ बिस्तारै गाडी आउँदैछ ल गाडीहरू चिसो छ जे होस् घाम लागे पनि त्यो हामी कता हाट्यो दादा है ल भोलि कहाँ काम रे चोकी डाँडा ल बाई है मलाई छोडिदिनु भएको नि ल बाई घुमाउनु ल बाई ल ओके मुसा माल्न गयो खोइ मुसो खोइ दुलो खोइ गाई भन्नु खोइ गाई खोलाले बगायो खोइ खोला सबै सुक्यो होइन त छोरी अहिले राम्रोसँग सिकाउनै मम्मी हो ल राम्रोसँग पढ्नु ल छोरी हस् ज्ञानी भएर पढ्नु हस् ल ओके बाई